उहाँ फुर्बालाल हुनुहुन्छ है, फुर्बालाल तामाङ। उहाँ सिक्किममा आएर बस्नु भएको धेरै वर्ष बितिसक्नु भएको छ र अहिले हाम्रै यहाँ हाम्रै आफ्नो मान्छेकोमा छ। आजको दिन चाहिँ उहाँले मेरो आफन्तहरूसँग भेट्नु मन परेको छ भन्दै उहाँले मसँग कुरा राख्दाखेरि अहिले हेर्नुहोस् उहाँको आँखामा आँसु झरिरहनु भएको छ। र उहाँको नाम के भन्नुभयो तपाईँको नाम? फुर्बा तामाङ। अनि तपाईँको आफन्त को छ, को हुनुहुन्छ नेपालमा? मेरो हजुर बाउ आमा छ। बाउ आमा हुनुहुन्छ? छ, मरेकी छ नि। बाउको नाम के हो? पन्जाबीर तामाङ। पन्जाबीर तामाङ। आमाको नाम? आमाको सुकमाया। सुकमाया तामाङ। अनि कुन जग्गा नेपाल? मेरो हजुर मेरो अब डिस्ट्रिक्ट चाहिँ रामेछाप हो कि। डिस्ट्रिक्ट रामेछाप। गाउँ चाहिँ मेरो चिरुङखु। चिरुङखु गाउँ। चिरुङखु। वार्ड नम्बर? वार्ड नम्बर 2 र वार्ड नम्बर 2 चिरुङखु भन्ने नेपालमा पर्दो रहेछ। अनि तपाईँ यहाँ आउनुभएको, सिक्किम आउनुभएको कति वर्ष जस्तो भयो होला? कति वर्ष भयो नि, थुप्रो वर्ष भयो नि हौ। 35-36 वर्ष भयो। 35-36 भयो भनेपछि तपाईँ सानोमै आउनुभएको यता नेपाल सिक्किम? सानोमा आएर कहाँ बस्नुभएको पहिला चाहिँ? पहिला नागा बस्यो 5 वर्ष। 5 वर्ष नागा। त्यहाँदेखि त कहाँ बस्यो? त्यहाँदेखि कहाँ रानीपुल हो, कहाँ बस्यो? अनि हिजो सुन्नुमा आउँदा तपाईँको बहिनी पनि हुनुहुन्छ, दाजुभाइ पनि हुनुहुन्छ भन्नुहुँदै थियो नि? बहिनी नि छ नि। दाजुभाइको नाम के हो? भाइको एउटा उसको मेरो फुर्बालाल, उसको सङलाल, एउटा धनलाल। दाजु तपाईँको दाजु पनि हुनुहुन्छ? दाजु छैन, भाइ हुनुहुन्छ। भाइको नाम? सङलाल हो, माइलाको। माइलाको समलाल? सङलाल तामाङ। अनि बहिनी पनि हुनुहुन्छ भनेर भन्नुहुँदै थियो दाजु? बहिनी सानो छ एउटा। सानो हुनुहुन्छ। उहाँको नाम? बहिनीको नाम? उसको नाम के काली भन्छ। काली भन्थ्यो। खास नाम याद छैन? छैन नि, अब त्यो म त नर्थ परेर गएको, फेरि 1 हप्ता बसेर फर्केर आएँ। काली भन्नुहुन्छ है। गाउँको नाम के भन्नुभयो फेरि एकचोटि दोहोऱ्याइदिनुहोस् त? चिरुङखु। भाइ बहिनी, दिदी बहिनीहरू भेट्नु धेरै मन छ र चाहिँ मलाई मेरो भिडियो पुऱ्याइदिनुहोस्। कतै मेरो दाजुभाइकोमा पुग्छ कि मलाई हेर्नु आउँछ कि या म जानुपर्छ कि भन्ने उहाँले मलाई भन्नुभयो र मैले भिडियो सानो गर्दैछु है। उहाँलाई धेरै आँखाभरि आँसु भएर मसँग बात गर्नुहुँदैछ। अनि तपाईँले अब के दाजुभाइसँग तपाईँको यो भिडियो पुग्यो भने, उहाँहरूले बोलायो भने तपाईँ जानुहुन्छ? जान्छु नि। जानुहुन्छ है। हजुर सबैलाई बिन्ती छ है। फेफुलो टाँसिदिले खाम्रीमो भन्दै हजुरलाई मेरो सानो बिन्ती छ, हजुरले सेयर गरिदिनुहोस्। किनभने यो मैले उहाँको हामी अब यसै काम गर्दा अलिकति उहाँले मेरो भिडियो, मेरो आफन्त भेट्नु मन छ भनेर मलाई भन्दा चाहिँ मैले उहाँको भिडियो गरेको छु है। केही गल्ती भए त म क्षमा पाऊँ है। सेयर गरिदिनुहोस् होला भन्ने मेरो अन्तरिक्ष हृदयबाट हजुरलाई नमन छ। अन्तरिक्ष हृदयबाट हजुरलाई रिक्वेस्ट छ, प्लिज यो भिडियो उहाँको आफन्तहरूसँग पुगोस् भन्ने मेरो धेरै कामना छ। थ्याङ्क यू फर वाचिङ।